तपाईँको लाइफमा तपाईँको अहिले जीवनमा के चाहिँ ट्यान्जिबल चेन्ज आयो अथवा तपाईँले नेपालमा के चाहिँ यस्तो ट्यान्जिबल चेन्ज देख्नुभयो जुन चाहिँ यो 100 दिनकोमा भएको कार्यक्रमले गर्दाखेरि आएको जस्तो लाग्छ तपाईँलाई अथवा आउँछ जस्तो लाग्छ? कि तपाईँको किराना पसलबाट किन्ने सामानहरूको कि त्यसको मूल्य कम भयो, कि तपाईँको सरकारी विद्यालयमा पढ्ने छोराछोरीको एजुकेसन क्वालिटी राम्रो भयो, अथवा उनीहरूले समयमा उनीहरूले पोसाक र अनि उनीहरूले समयमा किताब कपी नै पाए, कि तपाईँ पेट्रोल पम्पमा जाँदाखेरि त्यहाँ भाउ अलि कम भयो, कि तपाईँ हस्पिटलमा जाँदाखेरि तपाईँले टाइममा उपचार पाउनुभयो र सरकारी हस्पिटलमा उपचार नराम्रो भएपछि प्राइभेट हस्पिटलमा जान बाध्य हुनु भएन, कि तपाईँ प्राइभेट हस्पिटलमा गइसकेपछि तपाईँको उपचारमा पहिला 10 लाख लाग्थ्यो भने अहिले के 5 लाख अथवा 8 लाख लाग्न थाल्यो, कि 10 लाख लाग्छ अझै पनि? केही परिवर्तन आएको छ तपाईँको जिन्दगीमा? कि तपाईँको छोराछोरीले म 12 पास गरेपछि विदेश जान्न भन्न थाले, कि तपाईँको छोराछोरीले ब्याचलर पास गरिसकेपछि नेपालमै एउटा राम्रो रोजगार पाउन थाले अथवा रोजगारको अवसर देख्न थाले अथवा आफै सिर्जना गर्छु भनेर अगाडि जान थाले र गएपछि उनीहरूले सपोर्ट पाए? केही परिवर्तन आएको छ? यदि परिवर्तन आएको छैन भने यो यत्रो जनताको म्यान्डेट लिएर आएको सरकारले अहिलेसम्म के गरिरहेको छ? वाट आर दे डुइङ?